नमस्ते सबैमा। मेरो घर चाहिँ ताप्लेजुङ। नमस्ते दाइ। मेरो साथीहरू अनलाइनमा धेरैजना हुनुहुन्छ, हेरिरहनु भयो होला। सँगै यहीँबाट मैले अनलाइन पढेको। अहिले मेरो बसाइ चाहिँ यही झापा हो। घर चाहिँ ताप्लेजुङ। म चाहिँ विदेश कतारमा बस्थेँ। कतारमा बसेर सरबाटै अनलाइन लिएर पढिरहेको थिएँ। अनि एक दिन पनि फिजिकल क्लास चाहिँ आएको थिएन। म अनलाइनबाटै पढिरहेको। अनि अनलाइनमा पढ्ने साथीहरूलाई धेरैजनालाई तानेर साथीहरूले मिनिङहरू पनि पठाएर धेरैजना हेल्प गर्नुभएको छ। धेरै धेरै धन्यवाद अनलाइनमा हुने साथीहरूलाई पनि। अनि म चाहिँ 10 दिनको छुट्टी मिलाएर आएको थिएँ। इक्जाम आयो। इक्जामको 2 दिन अगाडि आएको थिएँ। अनि आएर इक्जाम दिएँ, राम्रै भयो। जो 40 चाहिँ मिल्यो। अनि क्वेसनहरू त्यस्तो गाह्रो पनि थिएन। आत्तिनु पर्ने चाहिँ अब अलिक बिगार्नेहरूले भन्नुहुन्छ होला धेरै गाह्रो आयो भनेर, तर त्यस्तो गाह्रो चाहिँ आउने होइन क्वेसन। आफू आत्तिनु चाहिँ भएन। जे भयो भने सजिलै क्वेसनहरू थियो, सबैले गर्नु सकिन्छ। म पोहोर पनि एकचोटि दिएको थिएँ, त्यत्तिकै यसो ट्राई गरिहेरेको। पोहोर 35 मिलेको थियो, 38 कटलाइन भएको थियो। अनि यसपालि चाहिँ सरबाट एक दिन पनि क्लास चाहिँ लिएको छुइनँ मैले। फिजिकल क्लास चाहिँ अनलाइनै पढिरहेको थिएँ। र त्यस्तै हो, अब क्वेसन त्यस्तो गाह्रो आएन। अब सजिलै क्वेसनहरू आएको थियो। अब 10 दिनको छुट्टी छ, फेरि गएर अब पछाडि स्किल टेस्टको लागि फेरि आउनुपर्छ होला। यहीँ बसेर पढ्ने अवस्था छैन, नगई हुँदैन। घर परिवारको सबै अब आफैले हेर्नुपर्छ। त्यही भएर अब फेरि स्किल टेस्ट अब 2 महिनापछि भयो भने फेरि आइन्छ। होस् नहोस् केही छैन, तर अरू साथीभाइहरूले गरे जति चाहिँ मेहनत गरेर त्यति चाहिँ गर्नु सक्यो बाहिरै बसेर। अब अरू पछाडिको प्रोसेसमा त्यति टेन्सन छैन, भए होस् नभए नहोस्। तर मेन चिज यही थियो, अरूको जति गर्नु सके, यसैमा खुसी छु।